तपाईँलाई थाहा छ साथीहरू, मधेसमा एउटा छोरीको जन्म हुन्छ नि, त्यो बेला त्यो परिवारको लागि एउटा भित्रबाट दुःखको दिन हुन्छ। किनभने त्यसको पढाइभन्दा बढी ठुलो कुरा त्यसको दहेज बिहे बन्न थाल्छ। किनकि दाइजोको कारण, दाइजो हाम्रो मधेसको लागि एउटा परम्परा बनिसकेको छ। यो परम्परा कस्तो छ भने अब अनिवार्य रूपमा भइसकेको छ। अब दाइजोको प्रथा हामीले हटाउनु नै पर्छ। किनभने सामाजिक रूपमा हेर्नुहुन्छ भने एउटा अपराध हो, कानुन रूपमा पनि एउटा अपराध हो, तर मान्ने कोही पनि छैन दहेजको कारण। किनभने दहेज एउटा सिस्टम बनिसकेको छ मधेसमा। जससँग पैसा हुँदैन त्यो आफ्नो छोरीको बिहे गर्न सक्दैन। अब घर जमिन बेचेर हो या घर बेचेर हो या बुवा आफूलाई पनि बेचेर हो, त्यो पनि दिन नै पर्छ। यो पढे लेखेको, जति पढे लेखेको केटा हुन्छ नि त्यति बढी दहेजको डिमान्ड गर्छ। पढाइ एउटा सिस्टम छैन। जति पढे लेखेको केटा अझै बढी दाइजो माग्छ। अर्को छ जससँग सम्पत्ति धेरै छ त्यो त्यति नै बढी दाइजो माग्छ। कार भइसक्यो, 20-25 लाख रुपैयाँ भइसक्यो, 50-50 लाख रुपैयाँ पनि दिन्छ दाइजोमा। यसको इतिहास के छ भने इतिहासमा यो छोरीको सिक्युरिटीको लागि दिने गरिन्थ्यो। मतलब उपहारको रूपमा म आफ्नो छोरीलाई आफ्नो इच्छाले दिइरहेको छु। तर अहिले आधुनिक कालमा यो सिस्टम एउटा माग्ने प्रथा भइसकेको छ। यहाँ सामनेबाट डिमान्ड गरिन्छ। अब हेर्नु, मेरो कुरालाई धेरैजना सेटिस्फाई हुन सक्छ, किनभने यो कुरा उहाँहरूलाई राम्रो लाग्न सक्दैन। यो कुराले के बाध्य छ भने हेर्नु, म आफ्नो सिस्टरलाई दाइजो दिइरहेको छु भने म किन लिँदिनँ? यो पनि एउटा सोच छ। म आफ्नो सिस्टरलाई दाइजो दिइरहेको छु भने म किन लिँदिनँ? यो त मेरो पनि अधिकार हो। अब म दिइसकेँ, म लिँदिनँ भन्ने त कसरी हुन्छ? यसको बारेमा त डिटेल्स भिडियो म बनाउने छु। यसको हिस्ट्री कसरी आयो, यसको सुरुवात कसरी भयो,